नमस्ते नमस्ते। हरेस नखानुहोस्, जीवन एउटा उकाली र ओह्रालेको यात्रा हो। बडो साहस लिनुहोस्, परमेश्वर विश्वासु के हुनुहुन्छ। गएका वर्षहरूमा तपाईँको जीवनमा जति नै हारसँग गुजारेर जानुभएको होला, हृदयको चोटहरूको बिचमा गुजारेर जानुभएको होला, तपाईँको कति अपेक्षाहरू टुटेर गएको परिस्थितिबाट गुजारेर जानुभएको होला, आफ्नै मुटुभित्र राखेको मान्छे र आफ्नै छेउको मानिसले धोका दिएको परिस्थितिबाट गुजारेर जानुभएको होला, कति बचाएर राखेको पैसाहरू अचानक खर्च गर्नुपर्ने परिस्थितिबाट गुजारेर जानुभएको होला। हजुर, पुरानो साल बितिगएको छ र नयाँ साल आएको छ, तर परमेश्वरको वचन कहिले बिति जाने छैन। परमेश्वर सधैँ एकनाश रहनुहुन्छ, दिनदिनै हामीलाई ढाडस दिँदै, उत्साह दिँदै हाम्रो जीवनलाई अगाडि बढाउनलाई सहायता मद्दत गर्नुहुन्छ। के तपाईँले परमेश्वरको वचनलाई विश्वास गर्नुहुन्छ? यही 2082मा परमेश्वरले तपाईँको लागि नयाँ ढोका खोल्दै हुनुहुन्छ। यसै 40को 30 र 31 पद हामीलाई दिनुभएको छ। यहाँ यसरी लेखेको छ, युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लड्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मुर्छा पर्ने छैनन्। योसेफको 9मा पनि यसरी लेखेको छ, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, न डरा निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनुहुन्छ। यसैया 41को 10 पदलाई पनि हामी हेर्न सक्छौँ। यहाँ यसरी लेखिएको छ, यसैले न डरा, किनकि म तँसित छु, निरुत्साहित नहो, किनकि म तेरो परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। यसरी नै यो वचनलाई पक्रेर हाम्रो परमेश्वरको साथमा हिँडौँ। यो 2082 साल हामी सबैको जीवन आशिषमय रहोस्। आमेन।